हेलो गाइज वेलकम टु माई फर्स्ट मिनी भ्लग। हामीले चाहिँ आज सिमीको तरकारी पकाउन गइरहेका छौँ र सुरुमा सिमी केलाएर भ्यायौँ। त्यसपछि हामीले सिमी र टमाटरलाई धोयौँ, तरुल पनि मिसाउँछौँ है यसमा। तरुल ट्याक्क रेडी भयो, टमाटर काट्न थाल्यौँ। त्यस पछाडि टमाटर चट्टा पारेर काटे पछाडि लसुन पनि रेडी पार्यौँ र हामीले चाहिँ कुकर बसाल्यौँ। कुकर बसाएपछि तेल हाल्यौँ, त्यसमा तेल हालिसकेपछि प्याज राता हालेनौँ, लसुन हाल्यौँ, त्यसपछि तरुल हालेर चलायौँ। त्यस पछाडि यो सिमी पनि हाल्यौँ। सिमी कसलाई मनपर्छ भन्नु है, चलायौँ सिमीलाई। त्यसपछि नुन बेसार अनि मसला पनि हाल्यौँ र यसलाई ट्याक्क लाएर चलायौँ। अनि यसको सबै कुरा गरिसकेपछि पानी सानी हाल्यौँ, त्यसपछि कुकरलाई बसायौँ। कुकरमा पकाएको कुकरको सिटी पनि लाग्यो, स्वाइँ स्वाइँ सिटी लाग्यो। त्यस पछाडि चाहिँ हाम्रो तरकारी रेडी भयो। कस्तो भन्छ त भनेर यसरी हेर्दा त रेडी भए रहेछ। यसपछि चाहिँ चलाएर हेरेको त राम्रो भए रहेछ, खाउँ खाउँ लाग्दो तरुल र सिमीको तरकारी। अनि मैले चाहिँ तरकारी चाहेको मिठो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो मन पऱ्यो सेयर गर्नुहोला।